दिदी हिजो आएको नानी सन्चै हुनुहुन्छ सन्चै छु सुँगु त ठुल्ठुलो रहेछ त नानी यतै जाम बुइनी घाँमा घुम्न हाम्रो गाउँमा त एउटा बहिनी पो आएको रहेछ दिदी आएको रहेछ त भाइ दीपिका रानी गइछन् पढाइछिन् त तिनीहरू खै कहाँबाट आकी हुन् के चल्दैछ यहाँनिर कुरा के गफ गर्नु र त्यतिकै हावा खाँदै बसेको नि ए हो र कति धेरै हावा चलेको आज त उता त सरोज भाइ होइन उही हो त विदेशबाट कहिले आएछन् यो सरोज भाइ सरोज भाइ यता आऊ त के भयो भाइ आऊ न गफ गरौँ के छ सरोज भाइ कहिले विदेशबाट आएको यस्तै 2-4 महिना भयो आज कता हिँड्दै थियौ त सरोज भाइ हैन त्यतिकै गफ गर्दै हिँडेको गाउँतिर ए कस्तो लाग्यो दिदी गाउँ धेरै राम्रो छ ठोकिँदै हिँड्छ त तपाईँ ठोकेको सुरुमा म ठोके यो हाम्रो गाउँको केटाहरूलाई नयाँ केटी देख्नै हुँदैन ठोकिहाल्नु पर्ने हाँसी अरे भेटिस